मेरो नाम मीरा हो। म अहिले कोहालपुरमा बस्छु। यसअघि म बर्दिया बस्ने गर्थे। आज म तपाईलाई मेरो आफ्नै यौन कहानी सुनाउन गइरहेको छु। पहिले म तपाईलाई आफ्नो बारेमा बताउने छु। म 38 वर्षको छु। मेरो एउटी छोरी गीता छे। गीता अहिले 19 वर्षको भइसकिन। मैले 6 महिना अघि छोरीको बिहे गरिसकेको छु। बिहे गर्नुको कारण मेरो श्रीमान छैनन्। 6 वर्ष अगाडि सडक दुर्घटनामा परेर मर्नुभयो। त्यसैले आजको जमाना नराम्रो छ। घरमा जवान छोरी छे, कोही अभिभावक छैनन्। त्यसैले मैले चिनेको मान्छे मार्फत छोरीको बिहे गराइदिए। केटा इन्जिनियर हो, काठमाडौँमा बस्थ्यो। कुरा मिल्यो। केटा एक्लो भएकोले यो भन्दा राम्रो सम्बन्ध अरू हुनै सक्दैन भन्ने लाग्यो र मैले बिहे गरिदिए। साथीहरू, पहिले म यो भन्न चाहन्छु कि यो मेरो पहिलो कथा हो। विवाहपछि छोरी काठमाडौँ गइन्। करिब 2 महिनापछि छोरी र ज्वाइँको फोन आयो। आमा, कोहलपुरमा एक्लै के गर्नुहुन्छ? मेरो घरमा आउनुस्। ज्वाइँले छोराको जस्तो व्यवहार गरेर बोलाउनु भएकोले मलाई राम्रो लाग्यो र म गएँ। छोरी र ज्वाइँलाई देखेर म धेरै खुसी भएँ, किनभने दुवैलाई कुनै प्रकारको समस्या थिएन। अनि आमालाई यो भन्दा अरू के चाहिन्छ? त्यसैले साथीहरू, मैले पनि आफ्ना सारा दुःख बिर्से अनि खुसी साथ बाँच्न थाले। एक दिन मेरो ज्वाइँले मलाई भन्यो, आमा, तपाईँ विधवा जस्तै नबस्नु। आफ्नो जीवनको आनन्द लिनुपर्छ। जे हुनु थियो भयो, यो जीवन फेरि आउँदैन। त्यसैले तपाईले आफ्नो जीवनमा राम्रोसँग रमाइलो गर्नुपर्छ। त्यसपछि मैले भने, रमाइलो गरी त रहेछु। तब मेरो ज्वाइँले भने कि पहिले तपाईँ आफ्नो लुक्स ठिक गर्नु। एउटा काम गर्नु, आज बेलुका तयार बस्नु। आज म 3 बजे अफिसबाट आउँछु। त्यसपछि म तपाईलाई घुमाउन लैजान्छु। उहाँ 3 बजे आउनुभयो र हामी 3 जना घुम्न गयौँ। मेरो मेकअप भयो त्यहाँ। त्यसपछि मलाई मलमा लगेर मेरो लागि राम्रो राम्रो लुगा, टी सर्ट, प्यान्ट किन्नु भयो। म पनि खुसी भएँ। उनी दुवैजना मेरो अनुहार हेरेर भन्दै थिए कि आमा, आज तपाईँ 25 वर्षको देखिनु भएको छ। यो सत्य हो कि म एकदमै जवान देखिन थालेको छु, किनभने मैले सधैँ बाहिरबाट होइन, भित्रबाट मेरो शरीरमा ध्यान दिने गर्थे। यसको मतलब मेरो शरीर पूर्ण रूपमा पर्फेक्ट छ। मेरो ब्राको साइज 34 छ। मेरो पातलो कमर, बाक्लो तिघ्रा, कसिलो स्तन छ। मेरो ओठ रातो छ र म धेरै गोरी छु। त्यसपछि मलाई पनि उनीहरूप्रति चासो बढ्यो र खुसी साथ बाँच्न थाले। सबैले भन्थे म छोरीकी दिदी जस्तो देखिन्थे। म राति एक्लै हुन्थे, त्यसैले मलाई साह्रै बोर हुने गर्थ्यो, किनकि मैले मेरो अर्को कोठाबाट आहा 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 उफ उफको आवाज सुन्ने गर्थे। छोरी र ज्वाइँको आवाज र ओछ्यानको आवाज सुन्ने गर्थे। मेरी छोरीले बिस्तारै गर्नु भन्ने गर्थी, तर ज्वाइँले भन्नुहुन्थ्यो, माँ पाखा चुप लाग, अभी तो खेल सुरु हुआ है। अनि जब मेरी छोरी पुरा जोसमा हुन्थी तब भन्ने गर्थी, गर न साले गर, के भयो? यो बेलुन कसको लागि हो? तेरो बाउ आएर दबाउँछ। यस्तै यस्तै फोहर फोहर शब्द निकाल्ने गर्थे। र म आफ्नो कोठामा नाङ्गो भएर मेरो पुतली हातले खेलाउने गर्थे र बेलुन दबाउने गर्थे। यो कार्य जारी रह्यो र म वासनाको आगोमा जल्न थाले। अब म हरेक दिन उनीहरूको कोठाको छेउमा जान्थे। जब दुवैजना चिकामारी गर्न थाल्थे, तब म त्यहाँ उभिएर मेरो पुच्छीमा औँला हान्थे र आफ्नो जवानीको आगो निभाउने गर्थे। यसरी नै दिन बित्दै गयो। मेरी छोरीले सरकारी जागिरको लागि ज्वाइनिङ लेटर पाएपछि हामी खुसी भयौँ। मैले पनि सबै सुख पाएको महसुस गरेँ। तर एउटा समस्या थियो। मेरी छोरीले मलाई भनिन् कि उनी 20 दिनको लागि प्रशिक्षणमा जानुपर्छ, र त्यो पनि पोखरा हेडक्वार्टरमा। हामी दुवैलाई उनी एक्लै कसरी बस्ने भन्ने चिन्ता थियो। तर उनले भनिन्, तपाईँ चिन्ता नगर्नु, यो केवल 20 दिनको कुरा हो र म सँगै जाने 2 जना केटी साथी छन्। हामी 3 जना सँगै बस्नेछौँ। 20 दिनपछि पोस्टिङ त यही काठमाडौँमै हुन्छ। त्यसैले म र मेरो ज्वाइँलाई राहत महसुस भयो र केही दिनपछि छोरी 20 दिनको लागि पोखरा प्रस्थान गरी। साथीहरू, म दिनभर बोर हुन्थे। बेलुकी ज्वाइँ आउनुहुन्थ्यो। त्यसपछि उहाँले मलाई बाहिर घुम्न लैजानुहुन्थ्यो।
र अधिकतम समय हामी बाहिर खाना खान्थ्यौं र हप्ताको 2 दिन फिल्म हेर्न जाने गर्थ्यौं। साच्चै भन्नुपर्दा मलाई उहाँ मेरो ज्वाइँ हो जस्तो लाग्दैन थियो। हामी सँगै बसेर साथी जस्तै कुरा गर्थ्यौं, तर राति हामी छुट्टै बस्ने गर्दथ्यौं। तेस्रो दिन मेरो ज्वाइँले भन्नुभयो, आमा, जब हामी यसै साथी जस्तै रहन्छौं भने राति किन अलग बस्ने? मैले भने, तपाईले यो के भन्नुहुन्छ? त्यसपछि मेरो ज्वाइँले भन्न थाले, मैले पहिले नै भनिसकेको थिएँ, जीवनको आनन्द लिनुहोस्। फेरि मलाई लाग्यो नाइ भने ज्वाइँ रिसाउनुहुन्छ। त्यसैले मैले ठिकै छ भने र उनी सँगै सुत्न मेरो कोठामा आए। त्यो दिन मैले गुलाबी नाइटी लगाएको थिएँ। तपाई यो कथा रमाइलो यौन कथा युट्युब च्यानलमा सुन्दै हुनुहुन्छ। मैले भित्र ब्रा लगाएकी थिइनँ। मेरा स्तन बाहिरबाट देखिन्थे, निप्पल पनि बाहिरबाट देखिन्थे। यो सबै देखेर मेरो ज्वाइँले आफूलाई सम्हाल्न सकेनन् र भन्नुभयो, आमा, एउटा कुरा भनौं, तपाई आफ्नो छोरी भन्दा धेरै हट र सुन्दर देखिनुहुन्छ। म चुप लगेर भने, ठट्टा नगर्नु। उसले फेरि भन्नुभयो, म मजाक गरिरहेको छैन, तपाई साच्चै धेरै हट देखिनुहुन्छ। तब मैले भन्ने, त्यसो भए तपाईको के विचार छ? उहाँ मेरो नजिक आउनुभयो र भन्नुभयो, तपाई आज मेरो गीता बनिदिनु पर्यो। मैले भने, हैन, म यो सबै गर्दिन। उहाँले जिद्दी गर्न थाल्नुभयो, अनि उहाँ रिसाउनुहुन्छ भन्ने मलाई लाग्थ्यो। त्यसपछि मैले सोचे, उहाँ एउटा मात्र ज्वाइँ भनौं या छोरा हुनुहुन्छ। उहाँ रिसाउनु भयो भने म गर्न घाटको हुन्छ। त्यसैले मैले ठिकै छ भने, तर यो आजको लागि मात्र हो भने। उहाँले ठिक छ भन्नुभयो, अनि हामी दुवै एक अर्काको नजिक भयौं। मलाई राम्रो लागिरहेको थिएन, किनकि म हाम्रो सम्बन्धलाई अलग दिशामा लाग्न गइरहेको थिएँ। म मेरी छोरीको जीवनमा प्रवेश गर्न लागेको थिएँ। त्यसपछि ज्वाइँको हातले मेरो बेलुन दबाउन लागिसकेका थिए र उहाँको ओठले मेरो ओठ चुमिरहेको थियो। म केही बेर चुपचाप बसे। त्यसपछि मलाई थाहा भएन किन 6 वर्षको एक्लोपन उमालेर उमाथि चढ्यो, अनि मैले यसरी किस गर्न थाले, शताब्दीऔंदेखि तिर्खाएको जस्तो। र त्यसपछि हामी दुवैले एक अर्काको लुगा फुकाल्यौं। जब म पुरै नग्न भएँ, मेरो ज्वाइँले मलाई माथिदेखि तलसम्म हेरेर भन्नुभयो, वाह, क्या माल हुनुहुन्छ। मैले आजसम्म यस्तो माल देखेको थिएन। तपाई जस्तो तपाईकी छोरी गीता छैन। र उहाँ म माथि वर्षौं भोकाएको बाघ जस्तै झमटिहाल्नुभयो। साथीहरू, पहिले उसले मेरो पुतली धेरै चट्नुभयो। मैले पनि उहाँको उखु धेरै चुसे। मैले उहाँलाई मेरो काखमा सुताइदिएँ र मेरो स्तनपान गराउन थाले। मैले मेरो पुतली उसको मुखमा धेरै बेर रगडे। उहाँले पनि आफ्नो जिब्रोले मेरो नितम्ब खुब चुस्नुभयो। यो सबै करिब 40 मिनेटसम्म चल्यो। उसको लामो ढुङ्गा जस्तै भइसकेको थियो। उहाँले आफ्नो लामोको टाउको मेरो पुतलीमा राख्नुभयो र ल्याम्प छिराइदिनु भयो। साथीहरू, मैले 6 वर्षपछि मेरो कुर्सीमा भाले लिइरहेको थिएँ। त्यसैले मेरो पुरै शरीरमा गर्मी बढ्न थाल्यो, जुन मलाई मेरो विवाहको सुहाग रात भएको थियो। त्यसपछि के उहाँले मेरो मादल बजाउन थाल्नुभयो र मैले पनि उसको लामोलाई मेरो पुच्छीमा लिएर धेरै मजा लिन थाले। मेरो पुच्छीबाट सेतो क्रिम निस्कन थाल्यो। मेरो ज्वाइँले हरेक 5 मिनेटपछि मेरो पुच्छीबाट क्रिम चाट्ने गर्नुहुन्थ्यो। यसरी नै उहाँले मेरो करिब 2 घण्टासम्म मादल बजाउनु भयो र मेरो पुच्छीलाई पाउरोटी जस्तै फुलाइदिनु भयो। मैले पनि उसको बाक्लो र लामो कालो नाकको धेरै मजा लिए। साथीहरू, भोलिपल्ट हामी दुवै 3 दिने हनीमुन प्याकेज लिएर बुटवल गयौं। त्यहाँ गएपछि मैले ती 3 दिनसम्म प्यान्ट लगाएकी थिइनँ। उहाँले मेरो मादल बजाउनुहुन्थ्यो र म मेरो पुतलीको मजा लिइरहन्थे। यो क्रम जारी रह्यो। छोरी फर्किएपछि पनि हाम्रो शारीरिक सम्बन्ध कायम रह्यो। एक दिन हामीले किट लिएर हेर्दा म गर्भवती भएछु। यो कुराले माछाङ्गाबाट खसेको जस्तै भए। साथीहरू, आज मेरो गर्भमा ज्वाइँको 4 महिनाको बच्चा छ। साथीहरू, अब म गर्ने? समाजले के भन्छ? मेरी छोरीले मलाई के भन्छ? म सोच्न सकिरहेको छैन। तर मैले जे भए पनि निर्णय गरे।
ज्वाईँको दोस्रो श्रीमती